अनि हुनेबाट किन सिफारिस दिएको र हुनेबाट किन सिफारिस दिएको र यति काण्ड गर्नुपर्छ म आग्रह गर्न चाहन्छु आफ्नो सिटमा बस्दिनु हुन अनुरोध गर्दछु। म आफ्नो स्थानमा बस्दिनु हुन अनुरोध गर्दछु। सर आफ्नो स्थानमा चाहिँ बस्दिनु हुन अनुरोध गर्दछु। सर शान्त भइदिनु हुन। म तपाईँलाई एउटै कुरा मात्रै भन्छु है, एउटै कुरा मात्रै। म यो गल्छीको विषयमा सानो हुँदादेखि मैले पनि यहाँ खेल्ने ठाउँ हो। म के भनिरहेको छु भनेदेखि हरेक मिडियामा मलाई सोद्धाखेरि मैले एउटै जवाफ दिने गरिरहेको छु कि गल्छी छुने त पर जाओस्। त्यो 5वटा ढुङ्गा म स्थलगत निरीक्षण गरेको छु। मैले तपाईँलाई फोटो पनि देखाउन सक्छु। मैले के भनेको छु भनेदेखि त्यो बगेर आएको ढुङ्गा पनि होइन, त्यो पुरा पूर्वकालदेखि त्यहाँ बसेको ढुङ्गा हो। त्यसलाई छुन पाउँदैन मैले हरेक मिडियामा। हिजो नयाँ पत्रिकाले मलाई सोधेको थियो, मैले त्यही जवाब दिएँ। त्यहाँ आर्मीहरू आउनुभएको थियो, कर्णेल साहब आउनुभएको थियो। मलाई उहाँलाई पनि मैले त्यही भने गलत, त्यो छुनै दिँदैन। हामी यदि पहिरो गएको छौँ भने हामी स्थलगत निरीक्षण गरौँला, नभए हामी ढुङ्गा छुन पनि दिँदैनौँ, ब्लास्ट के छुन पनि दिँदैनौँ भनेको छु मैले स्पष्टसँग। हाम्रो बैकुण्ठजी छ, उहाँसँग बारम्बार कुरा भइरहेको छ, मिडियामा बोलिरहेको छ। मैले बोलेको मिडियामा तपाईँले सुन्नु भएन होला। फेरि यहाँ सिफारिस मैले दिएको होइन, पुरा सुन्नुहोस्। सिफारिस मैले दिएको होइन, त्यसमा सिफारिस जसले दिए पनि छुन दिन्न भनिसकेपछि कुरा सकियो नि त। यदि त्यहाँ डोजर आयो भने त त्यसको तल सुत्ने व्यक्ति म हुन्छु पहिला। आउँछु म त्यो ढुङ्गा चलाउ, त्योभन्दा माथिको मलाई थाहा छैन, त्योभन्दा माथिको सल्लाह गरौँला। त्यो छुन मैले बोलिरहेको छु मिडियामा, हरेक मिडियामा बोल्यो। अहिले पनि यहाँ भन्छु त्यो ढुङ्गा हामी एक टुक्का पनि पनि चलाउनु दिँदा भनिरहेको छु मैले। तपाईँ नबोल्नुहोस्, सुन्नुहोस्, तपाईँ सुन्नुहोस्, तपाईँ आउनुहोस् नरपालिया आउनुहोस्, तपाईँसँग डिबेट गर्छु, म कुरा गर्छु। मैले भनेको तपाईँ सुन्नु भएन। त्यसमा छुन दिन्न भनिरहेको छु। 1 2 3 4 छुन दिन्न ल, 1 2 3 4 छुन दिन्न ल। आजको बैठक समाप्त। गरेको छु भने यो उपत्यकामा कुनै हालतले मञ्जुश्री, हामीलाई सबैलाई थाहा छ मञ्जुश्रीले उपत्यका जम्मै चाहिँ डुब्दाखेरि यो काटेर उपत्यकामा पानी चाहिँ फालेको भन्ने हाम्रो इतिहासमा पनि छ। त्यसकारण तपाईँहरू ढुक्क हुनु होला। तपाईँले धेरै कुरो चर्काचर्की गरेर यहाँ रगत र के बगाउने जरुरी पनि छैन। यहाँ कसैले ब्लास्ट पनि गर्दैन, यहाँ कसैले ब्रेकर पनि लाउँदैन। मैले आज तपाईँहरूको अगाडि बोलेको छु, म यो क्षेत्रको सांसद हुँ। जहाँसम्म मैले त के भनिरहेको छु, बल्कुदेखि त्यो सफा गरेर वाइट गरेर आऊ। बल्कुबाट वाइट गर्दै गर्दै त्यो चाइनिजको जुन चाहिँ अहिले त्यो पिछ्या छ उतातिर धेरै चाहिँ अग्लो चाहिँ माटोको कारणले त्यो पनि जम्मै सफा गरिदेऊ। र इन्डियन स्कुलका कारणले पनि यो अलिकति भएको छ, साँग्रो भएको छ। तपाईँले देख्नु भएको छ, तपाईँहरूको जति पाटनवासीको सरोकार छ, हामी काठमाडौँवासीलाई पनि त्यत्तिकै छ। यो सम्पदा हो, यो उपत्यकाको वासीहरूको ठुलो सम्पत्ति हो, सम्पदा हो। त्यसलाई हामी डिस्ट्रोय गर्न चाहँदैनौँ। साथीहरूले अमूल्य समय दिएर यहाँ आउनुभयो। साथीहरूको अत्यन्त चिन्ता छ यो राष्ट्रप्रति, यो सभ्यताप्रति। हामी पनि त्यही हो। तर यहाँ त जनप्रतिनिधि अन्धा भयो भने पनि सुने को अन्ध भयो? अन्त को भयो? हामी यहाँ जिउँदैछौँ, यहाँ उभिएका छौँ। यहाँ अन्ध पनि हुँदैन, कसैलाई गाली गर्नु पनि परेन, यो कसैले पनि छुँदैन। म तपाईँहरूको अगाडि चाहिँ वचन दिन्छु, एउटा ब्रेकर पनि लाग्दैन, एउटा चाहिँ ब्लास्ट पनि हुँदैन। पानीको बहाउलाई यो इन्डियन स्कुलदेखि माथि ठुलो पारेर चाहिँ यो बहाउ जान सक्छ, पानीले आफ्नो गति लिन सक्छ भन्ने एउटा कुरो छ। उता जे पनि गर, यतातिर केही हुँदैन। यति मैले तपाईँलाई भन्न आएको हुँ। मेरो एउटा मिटिङ पनि छ, तपाईँ ढुक्क हुनु, चर्केर ठुलो राजनीति भाषा याद गर्नु पर्दैन। यसलाई कुनै हातले छुटेर नदिने मेरो जिम्मा म ढुक्क भएर जान्छु। समस्या फर्निचर बनाउनेको समस्या हजारौं लाखौं वर्षदेखि निरन्तर भइरहेको मञ्जुश्री गल्छीमा दोष देखाएर करोडौं बजेट सिध्याउने योजना भयो।
सिम्पल कुरा, साधारण मैले बुझेको कुरा। अब ढुङ्गाको पन्छौनी भनेर चाहिँ उहाँहरूले चाहिँ अहिले चौडा पार्ने कुराबाट ढुङ्गा झिक्न आएको छ। ढुङ्गा झिक्न दियो भने चौडा पार्ने उहाँहरूको योजना। त्यसो हुनाले ढुङ्गा यहाँको पानीको बहाव यत्रो, यहाँको मान्छे मलाई लाग्छ यहाँको सबैलाई थाहा छ यहाँको बहाव कति स्पिडमा जान्छ भन्ने कुरा। बगाएर ल्याएको ढुङ्गा त्यहाँ अड्किन्छ। ल जवाब दिनुहोस् त तपाईँहरूले। बगाएर ल्याएको ढुङ्गा त्यो प्रवाहमा रोकिने कुनै ढुङ्गा हुन सक्छ? त्यसो हुनाले त्यो जाँच्नै पर्दैन। त्यहाँको प्राकृतिक ढुङ्गा हो, चलाउन पाइँदैन, छलफलको आवश्यक छैन। त्यसो हुनाले अर्को वडाध्यक्षज्यूले सिफारिस दिनुभएको रहेछ, सङ्गम सक्षम बस्ती कीर्तिपुर 6 नम्बर वडामा परेको कहिले? आखिरमा उहाँले इमान्दारीपूर्वक भन्नुभएको छ, या एकीकृत बागमती सभ्यताले उहाँहरूले 6 नम्बर वडालाई सिफारिस नदिएको भए आज कार्यक्रम आवश्यकै थिएन। उहाँले सिफारिस दिनुभएको रहेछ। जनताको समस्या समाधान गर्नको लागि जनताको चाहिँ सिफारिस दिँदाखेरि आँखा चिम्लेर दिनुपर्ने समस्याको सिफारिस चाहिँ धेरै दिन अध्ययन गर्नुपर्छ। यत्रो ऐतिहासिक गल्ती चाहिँ व्यवस्थापन गर्ने बेलामा उहाँले केही छलफल आवश्यक ठान्नु भएको समस्या यति मात्रै हो मैले देखेको। त्यसो हुनाले यहाँहरू सबै अभिभावक हुनुहुन्छ, पार्टीका एकदम लिडरसिप हुनुहुन्छ, हाम्रो चाहिँ सभासदज्यू पनि हुनुहुन्छ, मेयर साहब हुनुहुन्छ। मलाई लाग्छ उहाँहरू सकारात्मक हुनुहुन्छ, यो गल्ती चलाउनु हुन्न भन्ने कुरामा सकारात्मक हुनुहुन्छ। तर उहाँहरूलाई माथिको के प्रेसर छ मलाई थाहा छ। त्यो प्रेसरले उहाँहरूलाई चाहिँ बोल्न चाहिँ अप्ठ्यारो परिरहेको जस्तो मलाई महसुस भएको छ। तर नडराउनुहोस् भन्ने म चाहिँ उहाँहरूले आह्वान गर्न चाहन्छु। म यहीँ हाम्रो राजन केसी दाइ हुनुहुन्छ, उहाँलाई म स्मरण गराउन चाहन्छु। डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा चोबारमा सुकुम्बासीले बस्ती बचाउनको लागि ल्याइसकेको सामग्री हटाउन म माओवादीको त्यति बेलाको नेतृत्व गइसकेँ। उहाँहरूको नेतृत्व, एमालेको नेतृत्व र राप्रपाको नेतृत्व गरेर मैले नेतृत्व गरेर त्यो आन्दोलन गऱ्यौँ र हामी सफल भयौँ। चोबारमा सुकुम्बासी आएन। त्यसो हुनाले मैले यहाँनिर जोडेँ एमालेका साथीहरूलाई विज्ञप्ति निकालेर चाहिँ सकारात्मक सन्देश त दिनुभएको छ। तपाईँकै प्रधानमन्त्री हुन्छ, गएर भेटेर एकचोटि रोक्न लगाउनुहोस् त, यो छलफल आवश्यकै छैन। किन राजनीति गरिराख्ने लामो? प्रधानमन्त्री तपाईँहरूको हुनुहुन्छ नि। यो प्राधिकरण, यो चाहिँ यो के बागमती सभ्यता एकीकरण विकास समिति, यो वडा कार्यालय, नगरपालिका केही आवश्यक छैन। प्रधानमन्त्रीले यो ऐतिहासिक र पौराणिक महत्त्वको सम्पदा चलाउनु हुँदैन, यो समस्या होइन भन्दै पुग्नेमा यत्रो समय खर्चेर राजनीति किन गरिराख्नु पर्यो? त्यस कारणले म आग्रह गर्न चाहन्छु, समस्या चोबारको गल्ती होइन। समस्या यो खुला मापदण्ड मिचेर घर बनाइएका, अब शब्द प्रयोग नगरौँ भन्छु, यही भूमाफियाहरूको समस्या हो। त्यस हुनाले यो चोबारको गल्तीको यो इतिहाससँग जोडिएको, पौराणिक महत्त्वसँग जोडिएको इतिहास, हाम्रो चाहिँ यो नेपाल मण्डलको सभ्यतासँग जोडिएको चाहिँ सम्पदा समस्या हुँदै होइन। यसमा चलाउन आवश्यकै छैन। बालुवा र माटोको कुरा गर्नुहुन्छ, त्यो बालुवा माटो अडिन्छ त्यहाँनिर, त्यो स्पिडमा। ढुङ्गा त ठुल्ठुलो अघि भन्नुभएको साइजको ढुङ्गा त अड्दैन त्यहाँ, बालुवा माटो अडिन्छ त्यहाँ। त्यसो हुनाले किनारा पनि चलाउनु पर्दैन, बालुवा पनि चलाउनु पर्दैन, माटो पनि चलाउनु पर्दैन, ढुङ्गा त झन् छुनै हुँदैन। म चाहिँ यति भन्छु। त्यसो हुनाले यो चाहिँ यहाँको आजको सार्वजनिक सुनवाईले यहाँहरू सबैलाई मेरो अनुरोध, यसमा गलत अर्थ नजाओस्। यो सार्वजनिक सुनवाईमा तपाईँहरूले उपस्थिति पुस्तिकामा सही गर्नु भएको छ, यो गलत अर्थमा प्रयोग गर्न सक्छ। मेरो अनुभव, हिजो सुक्खा बन्दरगाह पनि यसरी सार्वजनिक सुनवाई गरिएको थियो। सबैले हुन्न भनेर हस्ताक्षर गरेको प्रयोग गरेर सशस्त्र प्रहरी गण राखेर निर्माण गरिएको छ, चोबारको सभ्यता सिद्ध्याइएको छ। त्यसो हुनाले म त आग्रह गर्छु, यो उपस्थिति पुस्तिकामा सही नगर्नुहोस्। यसको प्रयोग दुरुपयोग हुन सक्छ, म सम्भावनाको कुरा गर्छु। यसको अझ पछाडि उदाहरण म दिन सक्छु। त्रिभुवन विश्वविद्यालयमा कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालय हुँदैन भनेर 99%ले हुँदैन भने एकजना जम्माले चाहिँ हुन्छ भन्ने एउटा कार्य। त्यति बेला त्रिभुवन विश्वविद्यालयमा काम गर्ने कर्मचारीले हुन्छ भनेको एकजना बाहेक अरू सबैले हुन्न भनेको कुरालाई दरबारमा लगेर सबैले हुन्छ भनेको पारेर त्रिभुवन विश्वविद्यालय स्थापना भएको छ। आजसम्म कीर्तिपुरवासीको अन्याय अत्याचार आजको दिनसम्म सम्बोधन भएको छ। म त डाउट, किनभने इतिहास पनि पढेको छु र म आफैले पनि भोगेको छु। सुक्खा बन्दरगाह म आफैले नेतृत्व गरेको मैले भोगेको छु, त्रिभुवन विश्वविद्यालय मैले पढेको छु। त्यसो हुनाले यो उपस्थिति पुस्तिका आजको सार्वजनिक सुनवाईले ढुङ्गा माटो छिक्न सफा गर्नलाई उहाँ आम सहमति लिएर आएको छु भनेर उहाँहरूले प्रतिवेदन बुझाउन सक्नुहुन्छ। त्यसो हुनाले मेरो अनुरोध, मेरो यो व्यक्तिगत अनुरोध, मैले उत्तेजनामा पार्न खोजेको होइन, यो गलत दुरुपयोग हुन सक्छ। उपस्थिति पुस्तिकामा सही हस्ताक्षर बहिष्कार गर्नुभए उपयुक्त हुन्छ। र अन्तिममा यो चोबारको ऐतिहासिक गल्ती सम्पदा जगेर्ना गर्नको निमित्त माया गर्न यहाँसम्म आइपुग्नुभयो। थुप्रै काठमाडौँ, ललितपुर, भक्तपुरबाट थुप्रै सामाजिक अभियन्ताहरू यहाँ आउनु भएको छ। मलाई उहाँहरूप्रति धेरै म चाहिँ आभार प्रकट गर्न चाहन्छु। यहाँहरूको यस्तै चाहिँ चासो चिन्ताले नै
हाम्रो संस्कृति सभ्यता जोगाउन हुनेछ। नभए चाहिँ सरकारमा बस्ने प्राविधिक नेतृत्वगण सबै अन्धा हुँदो रहेछ। त्यस हुनाले यो चौबारको गल्छी चाहिँ बचाउनको निमित्त यहाँहरू सबै पालिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै यो सुनवाईले आजकै दिन चौबारको गल्छी नछुने निर्णय गरोस्, यही आग्रह गर्दै यही अनुरोध गर्दै मेरो भनाइ यन्त्र गरोस्। धन्यवाद। हस्, धन्यवाद। म आग्रह गर्न चाहन्छु, प्लिज बस्दिनु हुन अनुरोध गर्दछु। सबै महानुभावहरूलाई बस्दिनु हुन म अनुरोध गर्दछु। आफ्नो आफ्नो स्थानमा बस्दिनु हुन हार्दिक अनुरोध गर्दछु।